अशोक दर्जीको। अशोक दर्जीलाई पहिला चाहिँ कसरी चिन्नुहुन्थ्यो? म पहिल्यै उही उसको घर पनि देखेँ, चिनेको। घर देख्नु भएको छ? देखेको छु, दमको छिमेकी त होइन, अलिक माथि गीत गाउँदै हिँड्थ्यो बाटामा बिचरा। कस्तो थियो सानो हुँदा, कस्तो थियो अहिले कस्तो भएछ, के लाग्यो तपाईँ? त्यस्तै देखेको मैले सानो हुँदा, उही देखायो नि, त्यस्तै देखेको सानो हुँदा। मेरो छोरीले रोटी स्वस्थानीको पूजामा गएको, कति परका केटा हुनै दिएर पठायो भने घरधनीले अनि गाउँजी खाना दिएको टपरामा घर लान्छु भनौँ अनि तँ यहाँ खा, अनि बुइनी र तँ खा, घर लाने बेग्लै दिन्छु भनेर मेरो छोरीले दिएको थियो कि। अनि म मोबाइलमा हेरिरहन्थेँ, अनि त्यही हेर्न मन लाग्यो। भनेपछि मन छोयो फिल्मले। रुनु भएको भएन? भन्नु भएन। हस् धन्यवाद, एकदम राम्रो दमको त्यसो घर एकदम फाइन, राम्रो छ। हजुर रुनु भयो भएन? वास्तविक कथा छ, वास्तविक कथा छ, कथा वास्तविक छ। एकदम राम्रो राम्रो छ? हजुर राम्रो छ, धेरै राम्रो, धेरै राम्रो छ। तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो छ, एकदम राम्रो छ, राम्रो छ, कस्तो लाग्यो? राम्रो छ, राम्रो लाग्यो, एकदम राम्रो। एकदम राम्रो छ। मैले सुरुमै भनेको थिएँ, पहिलो दिन पहिलो सोमा यो सिनेमाले बिस्तारै पिकअप गर्ने सिनेमा हो। यो कथावस्तु सबभन्दा मलाई के रमाइलो लागिरहेछ भने यसपल्ट चाहिँ नि यो मन बिनाको धनमा जुन उमेर वर्गको मान्छेहरू हेर्न आउनुभएको छ, 7 वर्षदेखि लिएर 70 वर्षसम्मको मान्छेहरू यो सिनेमा हेर्न आइराख्दिनु भएको छ। त्यो चाहिँ नि एउटा हिस्टोरिकल मोमेन्ट नै हो, किनभनेदेखि नेपालमा सिनेमा हेर्ने नत्र एक किसिमको एउटा उमेर वर्ग मात्रै सिनेमा हलमा आउनुहुन्थ्यो। अहिले एक त नेपाली सिनेमा चल्ने माहौल पनि बनिरहेछ, हरेक सिनेमा चलिरहेछन् र हाम्रो मन बिनाको धनमा मैले देखेको चेन्ज चाहिँ नि हरेक उमेर वर्गको, स्कुलको स्टुडेन्ट होस् या हजुरबुवा हजुरमुवा, उहाँहरू आएर हेरिदिनु भएको छ। त्यो एकदम हाम्रो लागि ठुलो आशीर्वादको कुरा हो। यत्रो भेटरान कलाकार तपाईँ होइन, अहिले सानो बच्चाहरू हिरो भएको फिल्ममा खेलिराख्नु भएको छ, यो अनुभव चाहिँ कस्तो हुँदो रहेछ? अनि यो त मेरो लागि एकदम गौरवको कुरो हो, किनभने म सधैँ के ठान्छु भने आफूभन्दा कम उमेरको मान्छेसँग काम गर्दाखेरि त्यो उहाँहरूबाट एनर्जी पाइन्छ। हाम्रो अनुभव र उहाँहरूको एनर्जीले चाहिँ नि यति राम्रो त्यो केमिस्ट्री हुन्छ सिनेमामा। त्यो तपाईँहरूले अघि पर्दामा पनि देख्नुभयो होला, अशोक भाइ, यार भाइ, उहाँहरूसँग मेरो केमिस्ट्री, त्यो एउटा अनौठो किसिमको ऊर्जा मिल्दो रहेछ उहाँहरूसँग काम गर्दाखेरि। यता निर्माता साथ हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाइरहेको छ, कस्तो व्यापार कस्तो भइरहेछ, सन्तुष्ट हुनुहुन्छ? अब चाहिँ सन्तुष्ट भइरहेछन्। पहिला 2-4 दिन एकदमै आत्तेमा मेरो, र अहिले सबैजनाले माया गरिदिएको छ, दर्शकहरूले त्यत्तिकै माया गरिदिनु भएको छ। र सबैभन्दा फर्स्टमा जहिले पनि भन्छु हजुरहरूलाई नै धन्यवाद दिन चाहन्छु म, मिडियाकर्मीहरूलाई र हाम्रो दर्शकहरूलाई। हामीले सोचेको थिएनौँ, आत्तेको थियौँ, नयाँ मान्छे, मेरो डाइरेक्टर टङ्कबहादुर तोकीज्यू पनि नयाँ, म पनि नयाँ है, एउटा बिजनेस गरिरहेको मान्छे, प्रोजेक्ट राम्रो हेरेर आइहालेँ, तर के होला कस्तो होला भनेर एकदमै आत्तिएको थिएँ। फर्स्ट 1-2 दिन रोयौँ पनि, करायौँ पनि, बोलियो पनि, केही मिस्टेक बोलिएको रहेछ भने सरी पनि भन्न चाहेँ। अहिले चाहिँ हामीले भरपुर माया पाइरहेको छौँ। धन्यवाद हजुर। अहिलेको व्यापार सन्तुष्ट हुनुहुन्छ? कति भयो 6औँ दिनसम्म आउँदा कलेक्सनको कुरा बाहिर आएको छैन, अरू फिल्महरूको आइरहेछ, यस विषयमा केही तपाईँलाई जानकारी छ? यसमा चाहिँ के भयो भनेपछि म निर्मात्रीको रूपमा, हाम्रो टङ्क सर डाइरेक्टर र होइन उहाँ पनि हुनुहुन्छ। सो हामीहरू अहिले दौडधुप लागिरहेछौँ कि कसरी यसलाई अगाडि बढाऊँ, कसरी यति धेरै माया पाइरहेको छौँ। हल कुद्दै ठिक्क छ, अहिले हामीले त्यो हेरेको छैनौँ। अब बिस्तारै राम्रै भइरहेको छ, पक्कै पनि राम्रो भएको छ हजुर। एआरजी एकदमै माया पाइराख्नु भएको छ, कस्तो अनुभव हुँदो रहेछ? राम्रो, धेरै खतरा हुँदो रहेछ, अरूहरूले त्यति माया र साथ दिनुभएकोमा। यो दर्शकको मायालाई के भन्न चाहनुहुन्छ? धन्यवाद सबैजनालाई, किनकि मलाई यति सानै उमेरदेखि हेर्दै हुन्थ्यो, यत्रो ठुलो भएपछि पनि यति माया गर्दै हुन्थ्यो, त्यसको लागि। अशोक मिस भइरहेछ, अशोकलाई जम्मै फ्यान्सहरूले मिस गर्दै हुन्छ। मलाई सोध्नुहुन्छ अशोक बाबु आउनु भएन, कहाँ हुनुहुन्छ, टङ्क बाबु कहाँ हुनुहुन्छ, त्यो सोध्नुहुन्छ। अशोक चाहिँ अहिले नेपालगञ्जमा छन्, उड्दैछन् होला प्लेनमा, अब आउँदैछन्। उता कस्तो भइरहेछ अरे, अशोकसँग कुरा भएको छ कि छैन? छैन, उताको माहौलको विषयमा थाहा छैन? फेसबुकमा हेरेको थिएँ। दाइ यो नेपालभरि टङ्कजीहरू उता पश्चिमतिर जानुभएको छ, कस्तो पाइरहेछ अरे भ्याली बाहिर चाहिँ? भ्याली बाहिर पनि राम्रै छ, पिकअप पूर्वतिर राम्रो छ। अब यता पश्चिमतिर हाम्रो टङ्कजी र अशोक भाइ जानुभएको छ, त्यहाँको रिपोर्ट पनि राम्रै आइरहेछ।
छैठौँ सो पनि हाउसफुल भयो भनेर उहाँहरूले मेसेज पठाइराख्नु भएको थियो। त्यो युट्युबमा के भन्छ फेसबुकमा पनि आइरहेछ। त्यसले गर्दाखेरि बिस्तारै पिकअप लिइरहेछ सिनेमाले। उहाँहरूले आत्तिनुपर्ने आवश्यकता छैन होइन। हाम्रो अब त्यति बेला एकदम हाई बजेटको सिनेमा पनि होइन। हाम्रो सिम्पल स्टोरीमा भन्नै पर्ने कथामा हामीहरू टिम मिलेर कसैले पनि त्यत्रो डिमान्ड हामीले पनि गरेनौँ। सबैले मिलेर यो एउटा गुड मेसेज जाओस् भनेर कोसिस गरेका हौँ। जस उहाँहरू सेफ हुनुहुन्छ। तपाईँको पुराना धेरै हिटहरू फिल्महरू छन् होइन, यो अहिले दौडिराख्दा कुनै फिल्मको याद आइरहेको छ तपाईँलाई? हेर्नुहोस्, त्यो बेलाको र अहिलेको माहौलै फरक छ। पहिला हामी यसरी हिँड्न पर्थेन हलमा। हामी 51 दिन 100 दिन मनाएपछि बल्ल हामी सिनेमा हलमा जान्थ्यौँ। सिर्फ हाम्रो पोस्टर टाँसिन्थ्यो, टेलिभिजन पनि थिएन, यसरी मिडियाहरू थिएनन् हामीलाई सपोर्ट गर्न। तर के भने दर्शकको यति धेरै माया थियो त्यतिखेर। अब हरेक सिनेमा म अमेरिका जानुभन्दा पहिला 31वटा सिनेमा खेलेको, 21वटा सिनेमाले 51 डेज बनाएको थियो होइन। त्यो त नेपाली सिनेमाको लागि एकदम गोल्डन पिरियड हो। तर समय बिस्तारै परिवर्तन हुँदै जान्छ। अहिलेको माहौल यस्तै छ। नेपालको एकदम मेगा स्टार सुपरस्टारहरू पनि यसरी नै हलमा आउनुहुन्छ र हामी पनि आउनुपर्छ। किनभने यो एक किसिमको हामीलाई ऊर्जा पनि मिल्छ, दर्शकलाई पनि रमाइलो हुँदो रहेछ हामीलाई प्रत्यक्ष देख्न पाउँदाखेरि। मैले कति अघि भक्तपुरमा भेटेको थिएँ, तपाईँको म बच्चादेखि सिनेमा हेरेको, जिन्दगी तपाईँलाई भेट्न पाएको थिइनँ, आज भेट्न पाएँ, एकदम मलाई खुसी लाग्यो भन्नुभयो। त्यो यो माया फेरि अनौठो किसिमको हुँदो रहेछ। अन्तिममा दर्शकलाई के भन्न चाहनुहुन्छ? नहेर्नु जसले हेर्नुभएको छैन उहाँलाई? त्यही हो, यो सिनेमा हामीहरूले अब एउटा सोसल कजको लागि बनाएको पनि हो होइन। र सिनेमा हेरुन्जेलसम्म तपाईँहरूलाई बाँच्छ यसले। स्पेसली सेकेन्ड पार्टले त झनै मान्छेहरूलाई बाँच्छ। त्यसले गर्दाखेरि एउटा स्वच्छ मनले एउटा नयाँ निर्माता निर्देशकले कोसिस गर्नुभएको छ। नयाँ भाइ बहिनीको भविष्य जोडिएको छ यस सिनेमामा। त्यसको लागि भए पनि तपाईँहरूले अब हामी त जे गर्नुपर्ने गरेर सिद्धिसकेको पिँढी भयौँ। अब यो नयाँ आउने पिँढीहरूलाई सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छु। के भन्नुहुन्छ? धन्यवाद, थ्याङ्क यू सरोज खनाल सरज्यूलाई र निता ढुङ्गानाज्यू। यसरी कहिले पनि हिँड्नु भएको थिएन होला, तर हामीलाई छोड्नु भएको छैन। यसमा चाहिँ मैले स्पेसली उहाँ दुईजनालाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद भन्न चाहेँ। उहाँहरू एकचोटिमा उहाँहरू रेडी हुनुभयो हामीसँग काम गर्नलाई। हामी नयाँ मान्छे हो नि त, रेडी हुनुभयो। त्यसको लागि त अब यो आभारी यति धेरै ऋणी भयो सर हजुरको लागि। र अब के भनौँ, एकदमै खुसी छौँ, एकदमै खुसी। अब शुक्रबार र शनिबार अझै हामीलाई माया गरिदिएको भए अझै हामी खुसी हुन्थ्यौँ। अझै हामीलाई अलिकता सपोर्ट गरिदिनु पऱ्यो, हलहरू अलिकता थप्न मिल्छ भने है, त्यति अनुरोध गर्न चाहेँ। अरू सब एकदमै खुसी छन्। थ्याङ्क यू हजुरहरूलाई, धन्यवाद। जसले फिल्म हेर्नु भएको छैन आफ्नो नजिकैको सिनेमा हलमा गएर हेरिहाल्नु, किनकि यो फिल्म धेरै राम्रो छ। तपाईँले मिस गर्नुभयो भने तपाईँको जिन्दगीको केही अर्थै हुँदैन। त्यसैले गएर छिटो गएर हेरिहाल्नु। अहिले मलाई चाहिँ नि मैले अमेरिकाबाट फर्किएपछि पहिलोचोटि एउटा सिनेमा गरेको थिएँ, नाइ नभन्नु ल 2। त्यसमा अनुभव बाबु पनि यही बाबुहरूको उमेरको थियो। र त्यो सिनेमाले जुन क्रेज नेपालमा लिएर आएको थियो, नेपाल होइन विश्वभरि नै गरेको थियो, त्यही रफ्तारमा यो पनि बिस्तारै बढ्दैछ। बाहिरबाट पनि बिस्तारै डिमान्डहरू आउन थालेछ। त्यसले गर्दाखेरि खुसी लाग्छ। अब हामीले गरेको मेहनत एउटा रङ ल्याइरहेछ। त्यसले गर्दाखेरि सबैको मेहनत छ। स्पेसल्ली अशोक भाइ, एआर भाइ, टङ्कजी, हाम्रो नितुजी, उहाँहरू नयाँ आउनु भएको छ। यो नयाँ आउने मान्छेहरूलाई हामीले माया गरिदिनुपर्छ, सपोर्ट गरिदिनुपर्छ, उहाँहरूलाई हौसला दिनुपर्छ। त्यही भन्न चाहन्छु। थ्याङ्क यू।